आजको हाम्रो यात्रा सिद्ध बाबाको टर्निङ ओभर टर्नसम्म छ र हाम्रो रमेश्वर वाक गरिरहनु भएको छ र आजको स्विमिङ कस्तो लाग्यो सर हजुरलाई? राम्रो लाग्यो। अनि फेरि पनि आउने बाचा गर्नुभएको छ उहाँले होइन सर? र हामी फेरि आउनेछौँ र हामी फेरि उहाँको चाहिँ कस्टमरले फोन गर्नु भएको रहेछ तर मैले आउनु समय लाग्छ एकछिन। अब यहाँ माल आएन के सामान छैन मालै आएन भन्नुहुन्छ। गाह्रो छ हेर्नुहोस् यति ओकालोमा हिँड्नु कति गाह्रो छ मलाई। अब हेर्नुहोस् माथि डाँडा छ हामी धेरै माथि तल आएको छौँ र हामी कुन ठाउँमा छौँ भन्ने कुरा हामीलाई नि थाहा छैन। एकदम गाह्रो छ हेर्न सक्नुहुन्छ। एउटा मान्छे पनि आएको छ र उता भिडियो पनि बनाउँदैछु र उहाँ एउटा मान्छेको अजिब किसिमको मान्छे भेटेको छ। हेर्नु होला यो किसिमको मान्छे तपाईँ कहीँ देख्नुहुन्छ? विश्वमा कहीँ पनि छैन यस्तो किसिमको मान्छे। र हाम्रो पूर्वज भनेको यही हो अरे। उहाँ हुनुहुन्छ हाम्रो पूर्वज र हामीहरूले यस्तो चिजहरूलाई संरक्षण गर्नुपर्छ र हाम्रो पूर्व मतलब हाम्रो पुर्खाहरूभन्दा पनि पुर्खाहरूको स्थिति अरे र हामीले यसलाई संरक्षण गर्नुपर्छ। यस्तो चिजहरूलाई गर्नुपर्छ र हामी चाहिँ एकदम खर्चको बिचमा छौँ र यहाँ बाल उद्यान स्थल भन्ने ठाउँ पनि रहेछ र चिल्ड्रेन पार्क एरिया भन्ने ठाउँ रहेछ यहाँ होइन। हामी चाहिँ बाँसले भएको ठाउँ पनि छ र सर हामी एकदम माथि उक्किन रहेको छौँ र सरलाई लाग्छ सरले आज 2 थाल भात खानुहुन्छ जस्तो छ। सधैँ 1 थाल खान्छु सर भन्नुहुन्थ्यो आज 2 थाल जाला जस्तो छ सरको हालत हेर्दा चाहिँ होइन। र तपाईँहरूलाई पनि त्यस्तै खेल्ने ठाउँमा पौडी खेल्ने ठाउँमा आउनु छ भने स्विमिङ खेल्ने यो ठाउँमा लोकेसन चेन्ज गर्न सक्नुहुन्छ। ल यति भन्दै हाम्रो गन्तव्य यो माथि उकालो हो गाडी हिँडिरहेको छ त्यही हो। यति भन्दै मेरो च्यानल बन्द गर्दैछु। धन्यवाद।